हर्क साम्पाङको समर्थकले त रासपको समर्थक एमबीसी ब्लगलाई त पर्दाफास गरे त। हर्क साम्पाङ विरुद्ध चाहिँ एमबीसी ब्लगले कसरी भ्रम छरेको रहेछ यो भिडियो हेर्नुस्, त्यस पछाडि वास्तविकता पनि बुझौँला। उहाँलाई त चिन्नु नै हुन्छ होला। उहाँले अहिले हर्क साम्पाङको यति विरोध गर्नुहुन्छ कि उहाँले यस्तो भ्रामक समाचार फैलाउनु भएको छ। यो कुराको म आज प्रुफ गर्छु ल। त्यही त हो नि। उहाँले भर्खर पोस्ट गर्नुभएको यो पोस्ट हेर्नु ल। यो पोस्टमा के भनिन्छ भने हर्कराज राईले पोस्ट गरेको एउटा स्ट्याटस भनेर लेखेको छ नि त। खोइ गफ, गाली गलोच र दोषारोपण बाहेक अरू केही देख्न पाइएन त एमएनओमा भनेर यो लेखेको कुरो हर्क साम्पाङले लेखेको हो भनेर उहाँले पोस्ट गर्नुभएको छ। यो हर्क साम्पाङको त्यही भएर यति खेदो गरिराख्नु भएको छ। ताकि यो पोस्ट चाहिँ कहिले लेखेछ भने 9 वर्ष अगाडि 9 इयर अगो भनेर यहाँ देखाइरहेछ नि त। अनि यो हर्कराज राईको तपाईँहरूले विचार गर्नु ल। यो फोटो, यो प्रोफाइल फोटोको कुन फोटो हो भने ठुलोमा हेरौँ, यही फोटो। यो फोटो चाहिँ हर्क साम्पाङले मेयर भएर मेयर जितिसकेपछि श्रमदान अभियानको टी सर्ट हो यो। अनि हर्क साम्पाङ मेयर जितेर बनाएको यो टी सर्ट। हर्क साम्पाङले मेयर चाहिँ कहिले जित्यो त भन्दा हर्क साम्पाङले कहिले जितेछ मेयर चाहिँ? 2022 मे 23 तारिकदेखि 2026 जनवरी 19 तारिकसम्मको हर्क साम्पाङले कार्यकाल सम्हालेको। अब 2022 मा जितेको मेयर, 2022 मा चाहिँ मेयर बनेर कार्यकाल सम्हालेको हर्क साम्पाङले 9 वर्ष अगाडि भनेपछि त अहिले 2017 हुनुपर्ने। 2017 मा त हर्क साम्पाङले मेयर जितेको होइन। श्रमदान अभियान त हर्क साम्पाङले चलाएको होइन। यो टी सर्ट कहाँ देखायो? यस्तो भ्रामक समाचार चाहिँ नफैलाउनु क्या। तपाईँ जतिको कन्टेन्ट क्रिएट गर्ने मान्छेले हर्क साम्पाङको यति धेरै पनि विरोध गर्नु राम्रो होइन। सत्य कुरा बनाउन। हर्क साम्पाङ नराम्रो गर्दाखेरि हामीले पनि विरोध गरिरहेछौँ, राम्रो गर्दाखेरि सपोर्ट गरिरहेछौँ। तर यति साह्रो विरोध चाहिँ नगर्नु क्या साथी, यति साह्रो चाहिँ नगर्नु। त्यही त विरोध गर्ने नै होइन के खासमा। कि आफ्नै पार्टी पनि कुन चाहिँ हो, आफूले कसलाई सपोर्ट गरेछौँ भने नि तपाईँले बिर्सिसक्नुभयो होला। कृपया तपाईँ जतिको कन्टेन्ट क्रिएटरले यति साह्रो खेदो चाहिँ गरेर यति साह्रो गलत भ्रामक समाचार चाहिँ नलेखिदिनु होला। यस्तो वयात कार्यकर्ताहरू भएपछि कहाँ पार्टी उँभो लाग्छ त, कहाँ नेता उँभो लाग्छ त? यो भिडियो बनाउने हर्क साम्पाङको कार्यकर्ता यो हाम्रो साथी चाहिँ ठान्न चाहिँ आफूलाई खुब स्मार्ट ठान्ने, धेरै जान्ने ठान्ने, हाम्रो हर्क सर जस्तै। तर अलिकति लजिक भएन के। आफूले अरूलाई सम्झाउँदाखेरि, अरूलाई ज्ञान पेल्दाखेरि आफैसँग ज्ञानको कमी देखियो। आफूलाई स्मार्ट ठान्नुभन्दा अगाडि स्मार्ट तरिकाले सोच्नु पर्यो के। मेरो राजा, मेरो साथी फेरि त्यो भिडियोको कमेन्टमा गएर हो सही रहेछ, सही त हो नि, कस्तो खालको फटा रहेछ भन्नेहरूको पनि फेरि कमी छैन। अब यो कुरा नबुझेकोहरूलाई चाहिँ म एउटा उदाहरणै दिएर सम्झाउँछु ल। उदाहरणको लागि मैले एउटा फेसबुक पेज खोलेँ। अनि यो फेसबुक पेजको प्रोफाइलमा मैले डल्लो काँक्रोको प्रोफाइल पिक्चर राखेँ। अब मैले पोस्ट गर्ने ठाउँमा गएर लेख्छु कि म एक डाक्टर हो। अब फेरि केही छिनपछि गएर फेरि अर्को कुङ्लिङ परेको काँक्रोलाई फेसबुक प्रोफाइलमा राख्छु। अब तल गएर हेर्छु कि के मैले योभन्दा अगाडि डल्लो काँक्रो राखेको बेला पोस्ट गरेको पोस्टमा ठ्याक्कै त्यही छ त? छैन नि होइन। आज एउटा फेसबुक प्रोफाइल राखेर एउटा पोस्ट गरेर अनि भोलि पर्सि फेसबुक प्रोफाइल चेन्ज गरेपछि आज फेसबुकको प्रोफाइल राखेर पोस्ट गरेको पोस्टमा त्यही पुरानो फेसबुक प्रोफाइल बस्ने होइन के। कुरा बुझ्नु पर्यो नि। नत्र पनि आफ्नै फेसबुक प्रोफाइलमा गएर भिजिट गरेर हेर्नु कति पटक फेसबुक प्रोफाइल चेन्ज गर्नुभयो अनि कतिवटा पोस्ट गर्नुभयो। फेसबुक प्रोफाइल अहिलेको छ कि पहिलाको छ त्यो पुरानो पोस्टमा। अलिकति प्र्याक्टिकल भएर लजिक लगाएर हेर्नु पर्यो नि, बुझ्नु पर्यो नि। ताइन तुईको मान्छेलाई झुक्काएर हुन्छ। साथीहरू, श्रमदाता चाहिँ सोझा सिधा मान्छे झुक्क्याउने जादुगर चाहिँ होला जस्तो लाग्यो। यही पारा हो भने चाहिँ हर्क साम्पाङज्यू यस्तो खालको कार्यकर्ता र समर्थक बोकेर हिँडेर चाहिँ यस्तो खालको समर्थकहरूको कुरा सुनेर हिँडेर कालो लाग्ने छैन, उदोमुन्टे चाहिँ हुन्छ है। विचार गर्नु। अनि अन्तिममा तपाईँहरूलाई एउटा प्रश्न, आखिर यहाँ भ्रम चाहिँ कसले छरेको रहेछ त? आफ्नो विचार कमेन्टमा लेख्नुहोस् त। अनि भिडियोलाई सक्दो सेयर पनि गर्नुहोस् है त।